ऋण लिएको छ है, 4-5 जना बस्यो हैन, अनि देश बनाउनको लागि ऋण त लिनु पर्यो नि, पुँजी चाहियो। हामीलाई त्यो भने म एकै पैसामा ऋण लिन्छु, लगानी चाहियो। तपाईलाई म लेखेर दिन्छु अहिले नै भने हर्क साम्पाङले त्यो देश चलाउनु पायो भने हामी बिना ऋणकै चलाउँछौँ। जहाँबाट नेपालको सानो स्टेट धरानलाई बनाउनको लागि त नेपाल अधिराज्यभरिको मान्छेहरूलाई क्युआर बाँडेर भिख मागेर डोनेसन उठाएर दुनियाँ यो गरेर चाहिँ कति करोड डोनेसन उठाएर न यसको लेखाजोखा छ, कहाँ हाल्यो कहाँ के गर्यो भन्ने कुराको त आफूलाई हेक्का नभएको मान्छेले, दुनियाँसँग भिख मागेर धरान बनाएको मान्छेले 1 रुपियाँ ऋण नलिकन देश बनाउँछु अरे, त्यो पनि 30-35 वर्षदेखि लुटेराहरूले लुटिसकेको देश, खत्तम भइसकेको देशलाई चाहिँ 1 रुपियाँ ऋण नलिकन चाहिँ देश विकास गर्छ अरे। यसो भन्दा हामीले पत्याइदिनु पर्ने के साँच्चै कि हर्क साम्पाङले भनेको जस्तै बिना ऋण काटिकन बिना ऋण लिइकन चाहिँ के देश विकास गर्ला त हर्क साम्पाङले? तपाईँहरूलाई के लाग्छ? आफ्नो मनमा लागेको प्रतिक्रिया चाहिँ कमेन्ट बक्समा राख्नु होला र भिडियो मन परे तपाईँले भिडियोलाई सबैसँग पुर्याउनको लागि एक शेयर गरिदिनु होला। नचाहिने